बदल गया जीवन मेरा बदल गया यीशु तेरे आने। नानीहरू चाहिँ किन सन्डे स्कुलमै गएर हुर्किने त किन सन्डे स्कुलमै जानुपर्छ भन्दाखेरि चाहिँ किनभने त्यहाँनिर परमेश्वरले राखिदिनु भएको एउटा जग्गा अनि वातावरण हुन्छ जहाँनिर उनीहरूले असल तरिकाले बुझ्नु सक्छ है। त्यही कारण रोमी 5:12 भन्छ एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु यसरी सबै मानिसले पाप गरेको हुनाले सबै मानिसमा मृत्यु फैलियो भन्छ है प्रभुको वचनले रोमी 5:12 भन्छ। त्यसै कारणले आज बाल बच्चाहरू हाम्रो नानीहरू क्रिस्चियन परिवारमै जन्मे तापनि तर उनीहरू चाहिँ प्रभुमा जन्मेको हुँदैन है। Shine bright, shine, let your light shine. Matthew 5:16